ट्रेड टावर लिमिटेडले आइपिओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले 2079 असार 14 गते बोर्डमा आइपिओ बिक्रीका लागि अनुमति मागेको थियो। अन्य समूह अन्तर्गत आवेदन दिएको 32 महिनापछि कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएको हो। कम्पनीले प्रति किता 100 रुपैयाँको दरले 39,71,693 किता आइपिओ बिक्री गर्नेछ। कम्पनीले 39 करोड 71 लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्नेछ। चालु आर्थिक वर्षमा सेबनले आइपिओ निष्कासन गर्न दिएको 7औं तथा नयाँ अध्यक्ष आएपछिको 6औं आइपिओ अनुमति हो। चालु आर्थिक वर्षमा सेबनले निष्कासन अनुमति दिएका आइपिओ मध्ये चैत्र 28 गतेदेखि प्योर इनर्जीले आइपिओ निष्कासन गर्दैछ भने हालै सान्वी इनर्जीले सेबनबाट निष्कासनको अनुमति पाए पनि आइपिओ निष्कासन गरेको छैन। त्यस्तै गरी मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख 2 गते बोलाएको छ। सभा अमुप्रस्थ ब्याङ्क्वेट एन्ड इभेन्ट्स बुढा नीलकण्ठ काठमाडौँमा बिहान 11 बजे सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन, तसर्थ यसपटक शेयरधनीको हात खाली हुनेछ। सभामा थप सार्वजनिक निष्कासन एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ। यस्तै अन्य बैंक वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। साथै आर्थिक वर्ष 2080-81 को वास्लात, नाफा नोक्सान र नगद प्रवाह माथि छलफल हुनेछ। आर्थिक वर्ष 2081-82 का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा परियोजनार्थ कम्पनीले चैत 22 गते बुक क्लोज गरिसकेको छ, तसर्थ चैत 21 गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्। त्यस्तै गरी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा 4 वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नागरिक लगानी कोष, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधि विद्युतको बोनस शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ। नागरिक लगानी कोषको 42,40,372 किता शेयर सूचीकृत भएको छ। यसले गत वर्षको नाफाबाट शेयरधनीलाई 7% बोनस शेयर वितरण गरेको थियो। जीवन विकास लघुवित्तको 14% बोनस बराबर हुन आउने 18,86,526 किता सूचीकृत भएको छ। त्यस्तै कालिका लघुवित्तको 9.50% बोनस शेयर बराबर हुन आउने 3,53,705 किता शेयर सूचीकृत गरिएको हो। यता राधि विद्युतको 8,33,904 किता शेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट 4.75% बोनस शेयर वितरण गरेको थियो। सोही शेयर सूचीकरण गरिएको हो। उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।